बाटो त लास्ट धोस्छ यताको तयार ल त काओ जाने थाहा छैन हो लो बाटो सुन्तला बारी छ वहाँ सिङ्दी उ त्यो केटा वहाँ सिङ्दी अझै टाइम लाग्छ हैन अझै ल बाटो छोडिदियो त पहिला इंस्टा स्टोरी आउँछ यो कुर्सी आएको ल हामी बसेको होमस्टे यही हो है दाइको यही हो बसेको हामी मकै छ केटाहरू चाहिँ खाँदैछ कोही भित्र सुतिन्छन् यता माथि गाउँ छ गाउँ राम्रो छ है ल है हामी सिङ्गीको माथि बुढमा आइछौँ त्यो पारी देखेको सब सिङ्गी गाउँ अहिले हामी ओडाको छतमा छौँ है यो सिङ्गी गाउँको पुरा राम्रो भ्यू देखिन्छ माथि सिङ्गी गाउँहरू छ बाक्लो भएर
पार्टी ल सिङ्दीको स्कुलमा आयो है हामी यहाँ 10 सम्म छ अरे है यहाँ ठुलो ग्राउन्ड छ भलिबल र फुटबल यहाँ स्कुल मन्दिर नि रहेछ यहाँ भाइहरू केटाहरू हाम्रो केटाहरू फुटबल खेल्दैछ है यहाँ तल ग्राउन्ड लास्टै ठुलो रहेछ है ठाडो उकालो छ हामी ठाडो उकालो उक्लिँदै भाइले हामीलाई अगाडि बाटो देखाउँदैछ भट्टे यहाँ तलबाट आउँदैछन् हामी माथि उक्लिँदैछौँ सिन्धीको भेडाको ओठमा आयो हामी है कतिवटा भेडा छ बजे यहाँ कतिवटा भेडा छ ए गनेर थाहा छैन ल थुप्रै भेडा है 550 वटा भेडा छ अरे है सबै गरेर राति कहाँ हुन्छ बजे भेडा ए त्यहाँदेखि हेरेर बस्ने रातभरि ए दसैँ तिहारतिर होला नि यो बेच्ने दसैँ तिहारतिर बेच्छ होला नि यो भेडा भेडा है ल के रे बाजे लान्न बाजे सक्दैन लैजाने ल हामी भेडीगोठबाट तलतिर झर्दै ल हामी सिङ्दीको ग्राउन्डमा आइछौँ भाइहरू तल फुटबल खेल्दैछ सबै ग्राउन्ड डेन्जर ठुलो रहेछ माथि चाहिँ भेडीगोठ छ यता स्कुल छ है हाम्रो केटाहरू फुटबल खेल्दैछ है हाम्रो केटाहरू हारिन्छ गोल ल हाम्रो केटाहरूले गोल हान्यो यहाँको भाइहरू हेरेको हेरे भयो सुनिल चापागाई अब सुनिल सुजन देवकोटा लक्ष्मी प्रसाद देवकोटाको नाति हल्ला नगर नि यहाँ बोल्न देऊ न यिनी भाइ ल बोलो लक्ष्मी बुढाङ्गी व्याङ्गे असितान त्यो मुइसे बुढाङ्गी व्याङ्गे सुनिल चापागाई भन त असिते मुइसे कि माके भन न त्यो म हैन उ भाइले जान्छ सुनिल चापागाई वास्तवा सुनिल चापा वास्तवा वो मोटे अस्तवा ओ म लाइभ गर्छु मैले गर्छु अब लाइभ ल गुरुङ भाषामा कुरा गर नि त तिमी दुईटा यहाँको ओ मेरो भारो नफाल दे ल सिङ्दीमा केटाहरू भलिबल खेल्दैछ है फुटबल भट्टे जाप रातिले डर दिन्छ त्यहाँ
ल है त हामी सिङ्दीबाट लुम्ले जाँदै भाइहरू हामीलाई छोड्न हिँडेको है यहाँका भाइहरू थुप्रै छ है यहाँका भाइहरू नि हामी त के अरे राम्चे कि कहाँ राम्चे पुगेको ल भाइ भाइ बाजे ल हामी तल बस पार्कतिर जाँदैछौँ मकैहरू यस्तरी बनाउँदो रहेछ फेरि भेटौँला ल हामी बस पार्क आइपुग्न लाग्यौँ है अहिले हामी झर्दै हो ल है हामी बस पार्क पुग्यो अब बस चढेर जाने सबैजना बस चढ्दैछ ल है बाई बाई सिङ्दी फेरि भेटौँला ल बाई बाई हान्दै बाबु ल